हेलो एभ्रिवान, राष्ट्रिय वाणिज्य बैंकको रिटर्नको डे 2 क्लासमा हजुरहरूलाई स्वागत छ। आजको प्रश्न रहेको छ, नेपालको आर्थिक विकासमा वाणिज्य बैंकहरूले पुर्याएको योगदान र वाणिज्य बैंकहरूले सामना गर्नु परिरहेको चुनौतीबारे लेख। निक्षेप सङ्कलन, कर्जा प्रवाह, रकम स्थानान्तरण जस्ता प्राथमिक कार्य मात्र नभएर विभिन्न अन्य सेवा जस्तै गरीकोषको कारोबार, सरकारी कारोबार, सुन चाँदी सम्बन्धी कारोबार आदि गर्ने बैंकलाई वाणिज्य बैंक भनिन्छ। वाणिज्य बैंकले नेपालको आर्थिक विकासमा एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ। विक्रम सम्वत 2022 माघ 10 गते देशको उद्योग, व्यापार र वाणिज्य क्षेत्रमा विशेष योगदान दिने हिसाबले स्थापित राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्थापना कालदेखि नै विभिन्न बैंक तथा वित्तीय सेवाको माध्यमबाट शहरदेखि ग्रामीण क्षेत्रसम्मका जनताहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। नेपालको आर्थिक विकासमा वाणिज्य बैंकले पुर्याएको योगदान। देशभर बृहत शाखा सञ्जाल मार्फत निक्षेप सङ्कलन गरी सर्वसाधारणमा बचत गर्ने बानी बसालेको, सरकारको पूर्ण स्वामित्वमा रही विभिन्न सरकारी कार्यक्रमहरू मार्फत देशको औद्योगिक विकासमा योगदान दिएको, सरकारी कारोबारका माध्यमबाट सङ्घीय सरकारको बजेट स्थानीय तहसम्म पुर्याउन मद्दत गरेको, मर्चेन्ट ब्याङ्किङ कारोबारको माध्यमबाट पुँजी बजारको विकासमा योगदान पुर्याएको, विभिन्न रेमिट्यान्सका एजेन्ट तथा विदेशी बैंकहरूको समन्वयमा देशको वैदेशिक रेमिट्यान्स भित्राउन मद्दत गरेको, नेपाल राष्ट्र बैंकको नोट कोष 45 वटा शाखाबाट सञ्चालन गर्दै मुद्राको वितरण तथा परिचालन गरी अर्थतन्त्रमा मौद्रिकीकरण गरेको, ठूला परियोजनाहरूमा एकल तथा सहवित्तीयकरणमा लगानी गरी देशलाई आत्मनिर्भर बनाउन मद्दत गरेको, विभिन्न वर्गको उत्थान, महिला उद्यमशीलता विकास तथा युवा स्वरोजगार कार्यक्रमबाट जीवनस्तर उकास्न तथा रोजगार वृद्धि गर्न मद्दत गरेको, नेपाल राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्र उत्पादनमुखी उद्योगलाई सस्तो ब्याज दरमा कर्जा प्रवाह गरी देशमा परनिर्भरता घटाउन प्रयास गरेको, नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीति कार्यान्वयन गरी मूल्य स्थिरता तथा शोधानन्तर स्थिरता ल्याउन राष्ट्र बैंकको उद्देश्यमा सहयोग गरेको, वाणिज्य बैंकले सामना गर्नु परिरहेको चुनौतीहरू। वाणिज्य बैंकहरूलाई निजी, सहकारी र विदेशी बैंकहरूसँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ। साइबर सुरक्षाको जोखिम बढ्दो रहेकाले बैंकहरूलाई डिजिटल संरचना मजबुत बनाउन चुनौतीपूर्ण भएको छ। नेपाल राष्ट्र बैंकले लागू गरेको कडाई निर्देशन र नियामक मापदण्ड पालना गर्न गाह्रो भइरहेको छ। केवाइसी, नो योर कस्टमर र एएमएल, एन्टी मनी लाउन्ड्रिङ जस्ता अन्तर्राष्ट्रिय नियमहरू लागू गर्न खर्चिलो र जटिल छ। दक्ष र अनुभवी जनशक्तिको अभावका कारण बैंकलाई सेवा प्रभावकारी रूपमा दिन कठिन भएको छ। कर्जा असुलीको कानुनी प्रक्रिया ढिला भएकाले बैंकहरूको तरलता प्रभावित भएको छ। मौद्रिक नीतिका कारण कर्जा प्रवाह नियन्त्रण हुँदा बैंकको तरलता व्यवस्थापन झनै चुनौतीपूर्ण भएको छ। मुलुकको आर्थिक अस्थिरता, महँगी र बेरोजगारीले बैंकिङ कारोबारमा नकारात्मक असर पारेको छ। विदेशी मुद्रा सञ्चिति घट्नु र रेमिट्यान्समा अत्याधिक निर्भरता हुनु अर्को ठूलो चुनौती बनेको छ। विनिमय दरको अस्थिरताले आयात निर्यात कारोबार र बैंकको मुनाफामा असर पुर्याएको छ।